केटाकेटी हो आजको लेक्चरले तिमीहरूको जीवनमा केही नयाँ बदलाव ल्याउनेछ भन्ने आशाका साथ आजको लेक्चर हाम्रो वाइ सुड यु टेक्स्ट योर एक्स टुनाइट। आज राति तिमीले आफ्नो भूपूर्व प्रेमी प्रेमिकालाई किन डिएम गर्नुपर्छ त? डिएम गर्ने पहिलो रिजन तिमीले अकस्मात 11:47 को समयमा उसलाई मिस गर्न थालेछौ, निकै मिस गर्न थालेको छौ र यो डेस्टिनी नै हो। दोस्रो रिजन छ हामीसँग, तिमीले यो पटक पत्याएछौ यो चोटि समय बेग्लै होला। हुन सक्छ, मान्छे हो, परिवर्तनशील प्राणी हो, न्यू इयर न्यू मी पनि त हुन सक्छ। तेस्रो रिजन छ हामीसँग, यु वान्ट क्लोजर, तिमीलाई क्लोजर चाहिएको छ। चाहिन्छ तिमीलाई क्लोजर, 18 पटक भए पनि क्लोजर त चाहि नै हाल्यो। फोर्थ रिजन पनि रहेछ हामीसँग, यु आर बोर्ड, तिमी बोर भएछौ र बोर भएपछि मेसेज गरिहाल्नुपर्छ, गरिहाल।